काठमाडौँको प्राचीन अमूर्त सांस्कृतिक सम्पदा र तान्त्रिक परम्परालाई राम्ररी बुझ्न यो जात्रा किन यति धेरै महत्त्वपूर्ण छ भनेर आज हामी कुरा गर्दैछौँ है। पहिलो कुरा, 12 वर्षको लामो अन्तरालमा मात्रै मनाइने यो जात्रामा शिवको उग्र रूप पछली भैरव अनि अष्टमातृका र अजिमाको विशेष पूजा हुन्छ। यहाँनेर देवगणका मुकुण्डो लगाएर तान्त्रिक विधिबाट एकदमै विशेष नृत्य गरिन्छ। अब एकछिन कल्पना गर्नुहोस् त, 12 वर्षमा जम्मा एक पटक मात्र आउने यो रहस्यमय तान्त्रिक माहौल कति धेरै ऊर्जावान होला। अब जाउँ दोस्रो कुरामा, जुन यो जात्राको सबैभन्दा महत्त्वपूर्ण क्षण हो, शक्तिको साटासाट। यहाँ राष्ट्र प्रमुख र मुख्य मुकुण्डोधारी गुठियार बीच खड्ग साटासाट गर्ने अचम्मको परम्परा छ, जसबाट राज्य र देवता बीच शक्ति अनि आशीर्वाद आदान प्रदान हुन्छ। यो त सिधै भन्नुपर्दा राज्य सत्ता र दैवी शक्ति बीच हरेक 12 वर्षमा हुने शक्तिको कन्ट्र्याक्ट रिन्युअल जस्तै हो नि, होइन र? अन्त्यमा यो भव्य जात्रा कसरी सम्भव हुन्छ त? नेवार समुदायका माली, डङ्गोल, जोशी र वज्राचार्य गुरुहरूको तान्त्रिक र गुठी सम्बन्धी विशेष भूमिका बिना यो सम्भवै छैन। टेकुको पचली घाट, हनुमान ढोका दरबार र असन जैसी देवल वरपरिका टोलहरू यसका मुख्य केन्द्र हुन्। अब तपाईँलाई लाग्ला कि यो कुनै एउटा सानो टोलको मात्र जात्रा हो त? पक्कै होइन। यो त सम्पूर्ण नेवार समुदायलाई एउटै सूत्रमा बाँध्ने एउटा विशाल सञ्जाल पो हो त। त्यसैले पचली भैरवको यो जात्रा केवल एउटा उत्सव मात्रै होइन, यो त काठमाडौँको अमूर्त सांस्कृतिक सम्पदा, प्राचीन नेवारी परम्परा र तान्त्रिक विधिको ठ्याक्कै जिउँदो इतिहास हो।